फुटबल वर्ल्डमा योपालि 2वटा बवाल चिज भयो। एउटा ह्यारी केनले बुन्डेसलिगा जित्यो, एउटा टाइटल जित्यो, एउटा ट्रफी जित्यो एन्ड टोटेनहम हटस्पर्सले पनि अर्को एउटा टाइटल जित्यो। दुइटै कनेक्टेड छन् किनभनेपछि पहिला ह्यारी केन त्यहीदेखि खेलेको टोटेनहम हटस्पर्सदेखि एन्ड नाउ ही इज एट बुन्डेसलिगा विथ बायर्न म्युनिख। बट लास्ट नाइट टोटेनहमले युरोपा लिग जित्दा आई थिङ्क एभ्री फुटबल फ्यान वाज ह्याप्पी के। एभ्री फुटबल फ्यान वाज ह्याप्पी के। कसैले पनि नराम्रो लागेन क्या। म्यान युनाइटेडको लागि हल्का फुल्का नराम्रो लाग्ला आफ्नो म्यान युनाइटेड फ्यान्सहरूलाई, जुन त्यो 17 वर्षको कर्स थियो नि त्यो टुट्दाखेरि आई थिङ्क एभ्री फुटबल फ्यान सुड बी ह्याप्पी अबाउट द्याट के। स्पर्ट्सको फ्यानहरूलाई आई थिङ्क सल्युट नै गर्नुपर्छ क्या। तिनीहरूले 17 वर्षसम्म एउटा ट्रफी देखाएको थिएन। इमेजिन रियल मड्रिडको फ्यान्सहरूले 17 वर्षसम्म एउटा ट्रफी देखेन भने तिनीहरू अर्को क्लबको फ्यान भइसकेको हुन्छ क्या। जस्ट फर्गेट अबाउट द्याट। एन्ड कमिङ टु द पोइन्ट, स्पर्ट्सले फाइनल्ली एउटा ट्रफी जित्यो युरोपा लिग एन्ड एभ्री फुटबल फ्यान इज ह्याप्पी। एन्ड हजुरलाई के लाग्छ, टोटेनहम हटस्पर्सले यो ट्रफी डिजर्भ गर्थ्यो कि नै? जस्ट लेट मी नो इन द कमेन्ट्स एन्ड फलो र लाइक गरी सपोर्ट गर्न नबिर्सनु।